ॐ नमो गोभ्यः श्रीमतीभ्यः सौरभ्येभ्यः एव च नमो ब्रह्मसुताभ्यश्च पवित्राभ्यो नमो नमः। सर्वकामदुदे देवी सर्वतीर्थाभिषेचिनि पावनी सुरभिश्रेष्ठे देवी तुभ्यं नमो नमः। ओम समस्त देश विदेशमा रहनुभएका मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हेरिरहनुभएका सुनिरहनुभएका आफ्नो रैथाने चिकित्सा पद्धति, आफ्ना रैथाने वस्तुहरू, आफ्ना रैथाने विभिन्न किसिमका दैनिक उपभोगका वस्तुहरू जसले सेवन गरिरहनुभएको छ, प्रयोग गरिरहनुभएको छ, जसले रैथाने पद्धतिलाई माया गर्नुभएको छ, जसले सनातन धर्मलाई, सनातन संस्कृतिलाई र सनातन मान्यतालाई चाहिँ शिरोधार्य गर्नुभएको छ, व्यवहारमा लागू गर्नुभएको छ, ती सबलाई मेरो चाहिँ हार्दिक नमन व्यक्त गर्न चाहन्छु। जय गौमाता भन्न चाहन्छु। जसले गौमातालाई माया गर्नुहुन्छ, जसले गौप्रति विश्वास छ, हाम्रो चाहिँ गरे यो पञ्चगव्य चिकित्साप्रति विश्वास छ, जसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गाई गौपालनलाई चाहिँ सेवा गरिरहनु भएको छ, उहाँहरूलाई म हार्दिक नमन गर्न चाहन्छु। र आज म चाहिँ यहाँ केही सामान्य आफ्नो उत्पादनको बारेमा म एक एक परिचय दिन्छु। उत्पादन पञ्चगव्य उत्पादन के हो, पञ्चगव्य चिकित्सा के हो, सानो जानकारी म एक एक गरी दिने प्रयास गर्नेछु। हजुरहरूले ध्यानसँग यसलाई सुनिदिनु होला, मनन गरिदिनु होला र संसारको जुनसुकै ठाउँमा भए पनि हाम्रो चाहिँ आफ्नो रैथाने पद्धतिलाई, आफ्नो सनातन संस्कृतिलाई माया गरिदिनु होला भन्ने म विनम्र निवेदन पनि गर्न चाहन्छु। सामान्यतः पञ्चगव्य चिकित्सा भनेको के हो भने गाईका गव्यहरू, प्रत्यक्ष प्राप्त 3वटा गव्यहरू, गौमूत्र, गोबर र दूध, यी 3वटा गव्य प्रत्यक्ष प्राप्त र दूधबाट प्रशोधित अन्य दही र घिउ, यी सबै मिलाएर 5वटा गव्य हुन्छन्। यी 5वटा गव्यले वात पित्त कफ तीनटालाई समन गर्न सक्छन् र पञ्चमहाभूत पृथ्वी जल अग्नि वायु आकाश यीलाई चाहिँ गरे पनि सन्तुलनमा राख्न मद्दत पुग्दछ यी तत्त्वहरूले। र यसमा हामीले विभिन्न किसिमका औषधीय गुण भएका आफ्ना रैथाने जडीबुटीहरूलाई यसमा हामीले मिश्रण गरेर चाहिँ जुन निर्माण गर्छौँ वस्तु, त्यसको गुणमा चाहिँ शक्तिमा 20 गुणाले वृद्धि गर्छ। गौमूत्रसँग यसको संयोग हुनासाथ, गव्यहरूसँग संयोग हुनासाथ कुनै पनि जडीबुटीहरूको शक्तिमा वृद्धि गर्दछ। रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने शक्ति लगायत चाहिँ रोगसँग लड्ने शक्ति, रोगलाई जरेबाट निर्मूल गर्ने शक्ति जुन हो, त्यो शक्ति चाहिँ यसले 20 गुणाभन्दा बढी वृद्धि गरिदिन्छ। त्यसकारणले हामीले महर्षि चरक, महर्षि वाग्भट आदिकै सूत्रहरूमा रहेर, उहाँहरूकै पदचिन्हमा रहेर उहाँहरूकै मान्यतालाई चाहिँ अगाडि बढाउने क्रममा हामी म चाहिँ के अरे नेपालमा म लगायत हाम्रो चाहिँ केही मित्रहरू, केही गुरुहरू पनि ठाउँ ठाउँमा लाग्नु भएको छ। प्रत्यक्ष तथा अप्रत्यक्ष रूपबाट चाहिँ कोही हुनुहुन्छ र म प्रत्यक्ष रूपबाटै मैले सबै विकल्पहरू छोडेर निर्विकल्प भनेर चाहिँ मैले यसलाई आफ्नो नैसर्गिक चिकित्सा प्रणाली, निर्विकल्प चिकित्सा प्रणालीलाई चाहिँ नेपालमा स्थापित गर्ने उद्देश्यले नेपाललाई चाहिँ गौमाताबाट पूर्ण रूपमा निरोगी नेपाल, विषमुक्त खेती, समृद्ध किसान आदि बनाउने जुन नाराका साथ चाहिँ म आफ्नो जीवनलाई मैले राष्ट्रका नाउँमा गौ रक्षाको अभियानमा चाहिँ होमेको छु। यसमा हजुरहरूको चाहिँ साथ रहनेछ भन्ने विश्वास लिन चाहन्छु। र हाम्रा गव्यहरू सामान्यतः यसको बारेमा त अब जति कुरा गरे पनि हामी सक्दैनौँ, समयको पुग्दैन। तैपनि म चाहिँ केही उत्पादनहरूलाई चाहिँ यहाँ म एक एक गरी चाहिँ परिचय दिन चाहन्छु। प्रथम चाहिँ म यहाँ चाहिँ यो अर्क यन्त्र भनिन्छ यसलाई। यसमा चाहिँ गोमूत्र राखेको छ यसभित्र र हामीले यसमै औषधीय तत्त्व भएका चाहिँ चिजहरू राखेका छौँ। मैले अहिले चाहिँ यसलाई कचनार अर्क बनाउँदैछु। कचनार मतलब कोइरालको बोक्रा, यसलाई हिन्दीमा कचनार भनिन्छ, हामी कोइराल भन्छौँ। कोइराल 3 प्रकारको हुन्छ, एउटा फुल खाने, एउटा साग खाने र एउटा चाहिँ औषधीय गुण भएको जसको पात चाहिँ अमिलो हुन्छ। रुख सानो हुन्छ, पात साना हुन्छन् र चाहिँ बोक्रो पातलो हुन्छ। यसको बोक्रोमा हल्का गुलियोपना, अर्को टर्रो टर्रोपना चाहिँ रहन्छ र पात अमिलो हुन्छ। त्यसको चाहिँ गुणस्तर चाहिँ भनेको थाइराइडको लागि, थाइराइड हर्मोनलाई चाहिँ नियन्त्रण गर्नको लागि, अनि सुगरलाई, मधुमेहलाई चाहिँ को स्तरलाई चाहिँ नियन्त्रण गर्नको लागि र चाहिँ शरीरमा भएका भित्री तथा बाहिरी गाँठागुठीहरूलाई, सिस्टहरू, ट्युमरहरू जति पनि छन् यसलाई गलाउनको लागि चाहिँ यो महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ कोइरालले। त्यसका लागि यसमा मैले कोइरालको बोक्रा अनि सौँफ, जिरा केही मात्रामा
र चाहिँ गौत रैथाने गौमाताको चाहिँ गौत राखेको छु यसमा। अनि यसबाट चाहिँ के अरे हामीले उम्लिन्छ, यो उम्लेर यसबाट बाफ आउँछ। यो सिलिकन पाइप हो, अरू पाइप काम लाग्दैन यसमा, सिलिकन पाइप। यसले चाहिँ तातोलाई सहन सक्ने गुण बढी हुन्छ यसमा। अनि यसबाट चाहिँ पाइपबाट चाहिँ यहाँ भित्र जान्छ। यो स्टिल हो, स्टेनलेस स्टिल 304 नम्बर ग्रेडको चाहिँ जुन हो, यो भाँडो पनि त्यही 304 नम्बर ग्रेडकै मात्रै काम लाग्छ। यसमा क्रोमियमको धातु चाहिँ कम मात्रामा हुन्छ, त्यस कारणले यो अन्य स्टिलहरू रिएक्टिभ हुन्छन् र हानि गर्छ, त्यस कारणले यो स्टिल राम्रो मानिन्छ। यसमा जान्छ भित्र। अनि भित्र गइसक्यो भने यो यहाँ पानी छ, यो चिसो पानी छ, यसमा चिसिन्छ। यो चाहिँ के अरे यसमा यो पाइप छ, यहाँ स्टेनलेस स्टिल, यसमा बाफ आउँछ। बाफ आयो भनेपछि यो बाफलाई चाहिँ चिसिन्छ, यहाँ चिसिन्छ। अनि चिसेपछि यो चाहिँ चिसो भएर फेरि द्रवीकरण हुन्छ यसमा। द्रवीकरण भएर चाहिँ के अरे यसलाई हामीले चाहिँ यहाँ चुइन्छ, यो औषधिको रूपमा यो थोपा थोपा चाहिँ चुइन्छ। यो चाहिँ के अरे हामीले चाहिँ कोइरालको अर्क भनिन्छ, गोमूत्र अर्क कोइरालो भनेर चाहिँ यसलाई भन्दछौँ। यो चाहिँ यसरी निर्माण हुन्छ। यसै गरी सबै प्रकारका चाहिँ औषधिहरू, सबै प्रकारका अर्कहरू निर्माण गर्ने विधि यही हो। अनि यो मैले यहाँ गोमूत्र अर्क तुलसी अर्क बनाएर राखेको छु। अनि अब यिनी चाहिँ के अरे हाम्रा जडीबुटीहरू हुन्, आवश्यक पर्ने जडीबुटीहरू। धेरै चाहिँ हामीलाई जडीबुटी आवश्यक पर्दैन पञ्चगव्य चिकित्सामा। यो गोनाइल हो, यो गोनाइल योले हामीले चाहिँ शौचालयलाई सुगन्ध युक्त बनाउन लागि, दुर्गन्ध नाश गर्नका लागि र खराब प्रकारका चाहिँ के अरे जति पनि जीवाणुहरू हुन्छन्, सङ्क्रमणहरू, त्यसलाई रोक्नका लागि र सकारात्मक ऊर्जा वृद्धि गर्नका लागि यो गोमूत्रमा बनाएर चाहिँ हामीले यसलाई चाहिँ के अरे पूर्ण रूपमा चाहिँ केमिकल रहित, रसायन रहित, रसायन मुक्त चाहिँ के अरे बाथरुममा, टोयलेटहरूमा, घरको चाहिँ के अरे भुइँहरूमा पोचा मार्नको लागि पनि यसलाई प्रयोग गर्न मिल्छ। त्यस्तै गरी यहाँ मैले कोइरालको सिधै पकाएर कोइरालको काढा पनि बनाएको छु। यो कोइरालको काढा हो, कालो कालो, यसमा भरेर यो मैले हिजो राति बनाएँ। यसमा चाहिँ यो स्टिकर हो, कोइरालको स्टिकर, यो काढा। यसलाई चाहिँ के अरे कोइरालको काढा बनाइएको छ। यो विभिन्न प्रकारका चाहिँ शरीरमा भएको गाँठागुठी, मैले अघि यसको फाइदा भनिहालेँ, गाँठागुठीलाई गलाउनको लागि, त्यसमा प्रयोग गर्नको लागि बनाइन्छ। यो चाहिँ के अरे गौत हो, यी ड्रमहरूमा गौत राखेको छ, यो गौत हो। अनि त्यस्तै गरेर चाहिँ के अरे यो कोइरालको बोक्रा मैले काटेर सुकाएको छु, यो बखर ल्याइयो यसमा। अनि यो चाहिँ के अरे लहरे गुर्जो, यसलाई छायामा सुकाएर राखेको छ। यो लहरे गुर्जो हो, जसलाई अमृता भनिन्छ। यसले मर्दैन, कहिल्यै मर्न दिँदैन भन्नेको अर्थमा संस्कृतमा यसलाई अमृता भनिन्छ। साँच्चीकै यो अमृता नै हो। यसले अमृत सर नै काम गर्दछ, शरीरका चाहिँ विभिन्न किसिमको भित्रको समस्याहरूलाई नियन्त्रण गर्छ। अमृताले नगर्ने काम केही पनि छैन। यसलाई प्रयोग गर्ने विधि जान्नुपर्छ, विधि मात्रा हुन्छ, त्यो विधि गर्नु पर्यो। अनि यो चाहिँ के अरे यो मोही, यो चाहिँ के अरे हाम्रो मोहीलाई जडीबुटी हालेर चाहिँ बनाइएको वैदिक आरोग्य मोही भनेर नाम राखेको छ। यो आयुर्वेदमा तक्रारिष्ट र तक्रासब भन्ने चाहिँ जुन तत्त्व छ, जुन वस्तु छ, त्यो त्यसैको सम्मिश्रण स्वरूप चाहिँ हो। यो नामभरि वैदिक मोही राखेको हो। जडीबुटीहरू तिनै प्रयोग गरिन्छ। अनि यो चाहिँ के अरे त्यही मोहीलाई फेरि हामीले वाष्पीकृत गरेको हो। यसमा चाहिँ क्याल्सियमको चाहिँ मात्रा बढाउनको लागि हामीले यसमा चुना राखेको छ। अनि यसमा चाहिँ के अरे हामीले त्यो करीपत्ता भन्छ भारततिर, त्यसको चाहिँ पात हामीले यहाँ पकाइनो भन्छौँ, असारे भन्छ कसैले, त्यो चाहिँ के अरे पात हालेको छ। अनि यसमा चाहिँ के अरे सुन्तला पनि राखेको छ। सुन्तलामा राम्रो प्रकारको भिटामिन सी अनि क्याल्सियम पनि हुन्छ र क्याल्सियमलाई शरीरमा राख्ने गुण पनि हुन्छ यसले। त्यस कारणले मैले यो चिजहरू मिलाएर यसलाई वाष्पीकृत तक्र भनेर चाहिँ राखेको छ। मोहीलाई तक्र भनिन्छ संस्कृतमा। यो वाष्पीकृत गरिएको हो। यो बहुत अद्भुत छ क्याल्सियमको गर्नको लागि। अब यो चाहिँ अर्को आएको छ चाहिँ के अरे यो नन्दी अर्क भनेको बहरको साँढेको चाहिँ के अरे हाम्रो मूत्र सङ्कलन गरेर विधिपूर्वक त्यसलाई चाहिँ हामीले सैजन भनेको यो चाहिँ के अरे हामीले शीतल चिनी भन्छ, सैजन भन्छ, यो चाहिँ ड्रम स्टिक अङ्ग्रेजीमा भन्छन्। यसको चाहिँ मिलाएर अर्क बनाइन्छ। यो चाहिँ के अरे विशेष प्रकारले यो शक्तिवर्धक, यसको चाहिँ के अरे नपुंसकता र बाँझोपनालाई ठिक गर्नका लागि यो प्रयोग गरिन्छ र यसको घनबटी पनि बनाइन्छ यसको गोमूत्रबाटै। यो प्रकारको चाहिँ के अरे यो घनबटी, नन्दी अर्क र नन्दी घनबटी यो चाहिँ राम्रो मानिन्छ, धातु छिन्तामा काम लाग्छ। त्यसै गरी चाहिँ के अरे अब मोही, यो चाहिँ के अरे उसको अब हामीले चाहिँ यसलाई मोही कसरी बनाइन्छ त भनेपछि मोहीको यो जो वैदिक मोही छ, यो वैदिक मोही यसरी चाहिँ के अरे हामीले यस्तो भाँडोमा राखेर यसलाई चाहिँ के अरे फेरि अब यो एकचोटि चलाउनु पर्छ। फेरि यसलाई दैनिक यो काठको चाहिँ के अरे यस्तो हत्ता बनाएर यो चाहिँ हैन, यो काठ पनि चाहिँ हामीले जामुनोको काठ हो। यो जामुनोको काठले चाहिँ राम्रो मानिन्छ।
त्यसकारण यसलाई चाहिँ हामीले दैनिक रूपमा यसलाई यसरी चलाउनुपर्छ। यो दैनिक रूपमा यसलाई घोडल्नुपर्छ। अनि यो चाहिँ यसरी चाहिँ यो 40 दिनसम्म चाहिँ अब यसलाई चाहिँ दैनिक रूपमा चलाएर हामीले चाहिँ यसरी राख्ने। अनि अन्तिममा चाहिँ हामीले यसलाई छानेर नितारेर सङ्लोपना मात्रै माथिको भाग, तलको भाग चाहिँ हामी कृषि क्षेत्रमा प्रयोग गर्छौँ। कृषिमा जो राम्रो प्रयोग गर्छ यसले उर्वरक पनि अनि कीट नियन्त्रणको लागि पनि राम्रो काम लाग्छ। अनि चाहिँ हामी यो माथि यसको झोललाई रसलाई भरि नितारेर छानेर कपडाले हामी चाहिँ राख्छौँ। पटक पटक छान्नुपर्छ। अनि सङ्लो भाग भयो भने त्यसलाई हामीले वैदिक मही भनेर बेच्छौँ। यसले चाहिँ के अरे मुखदेखि मलद्वारसम्मका सबै समस्यालाई ठिक गर्छ भन्ने चाहिँ यसको चाहिँ भनाइ छ आयुर्वेदमा। यसले ठिक नगर्ने केही पनि छैन। ग्यास्ट्रिक भयो हैन, अल्सर भयो, अनि पाइल्स भयो, खान मन लाग्दैन, अपच भयो, डकार आउने भयो हैन, ग्यासको समस्या, वायु विकारको समस्या, अम्लपित्तको समस्या लगायत कलेजोमा बोसो जमेको छ लगायत फोक्सोमा चाहिँ कफ जमेको छ, यस्ता प्रकारका चाहिँ सबै प्रकारको समस्यालाई यसले ठिक गर्छ। यो मोहीको चाहिँ के अरे यसको गुण हैन। अनि प्रत्यक्ष रूपमा चाहिँ ताजा मोही खान नपाए पनि त्योभन्दा झनै शक्तिशाली रूपमा चाहिँ मैले यसलाई बनाइदिएको छु। हामीले चाहिँ अब गर्मी दिन पनि आउँदैछ, यसले शीतलता पनि प्रदान गर्छ। यसले चाहिँ के अरे मान्छेलाई रोगी मान्छेहरूलाई चाहिँ यसले रोगमुक्त पनि गर्छ। त्यसकारणले यो राम्रो रूपमा चाहिँ यसलाई हामीले बोतलमा भरेर चाहिँ मैले अघि देखाएँ त्यो चाहिँ के अरे बनाइएको छ। यो भयो। अनि हामी चाहिँ के अरे दैनिक अलिकति थोरै वैदिक धर्मी भएको हुनाले हामी दैनिक हवन पनि गर्ने गर्छौँ। यसमा यो हवन पात्र हो। साँझ बिहान नभए पनि एकपटक दिनमा त पनि नभए हप्तामा एकपटक अनिवार्य हवन गर्नुपर्छ। यो हाम्रो वैदिक संस्कृति हो। साँझ बिहान दैनिक अग्निहोत्र गर्ने। अग्निहोत्र पनि मैले गोबरबाटै बनेको चाहिँ संविधाले बनाउँछु। यो गोबरबाटै बनेका संविधाहरू हुन्। यो गोबरको गुइठा हैन, गाईको गोबरबाट बनेको संविधा, यसले हवन गरिन्छ। त्यसपछि यसमा शुद्ध गाईको घिउ अनि हवन सामग्री यी सब प्रकारको चाहिँ राखेर चाहिँ हामीले उ गर्छौँ, यसको हवन गरिन्छ। त्यस्तै गरी अब हाम्रो उत्पादन भित्र छ। यो चाहिँ म चाहिँ यो उत्पादनको बारेमा सामान्य जानकारी दिन्छु। यो चाहिँ हाम्रो उत्पादन गरेका चिजहरू राखिएको छ यहाँ। यी चाहिँ के अरे स्टिकरहरू डिजाइनिङ गरेर यसलाई प्रिन्ट गरेर चाहिँ राखिएको छ। यो आँखामा राख्ने नयन जल भन्छौँ यसलाई, गौमूत्रबाट बनेको। यो भर्खर भरेर राखेको छ। यसलाई स्टिकर चिप्काउनु बाँकी छ। स्टिकर बनाएको पनि छैन, यो डिजाइन गर्दैछु। अनि यो चाहिँ के अरे हाम्रो सुन्तलाको बोक्राबाट बनेको अर्क हो। यो सुन्तलाको बोक्रा त्यत्तिकै फाल्नु हुँदैन, यसलाई सुकाएर राखौँ र बहुत लाभ दिन्छ। सुन्तलाभन्दा बढी लाभ सुन्तलाको बोक्राले दिन्छ। अनि त्यसै गरेर चाहिँ के अरे हामी यसलाई बेसारको हलेदोलाई, काँचो बेसारलाई पकाएर कर्क्युमिन, यो शरीरमा चाहिँ के अरे क्यान्सरकारक तत्त्वलाई नष्ट गर्नको लागि, क्यान्सरका जीवाणुहरूलाई चाहिँ निस्तेज गर्नको लागि हामीले कर्क्युमिनको मात्रा बढाउनलाई यो बनाएका छौँ गोमूत्र। अनि त्यसै गरी चाहिँ यो गोमूत्र अर्क गुडमार, यसलाई चाहिँ के अरे हामीले मधुमेहमा चाहिँ काम गर्छौँ। यो काम लाग्छ मधुमेहका लागि। त्यसै गरी चाहिँ यो चिराइतो अर्क भयो। यो छ चिराइतो अर्क। यो चाहिँ के अरे हामी चिराइतो अर्क भयो। अनि त्यसै गरी यो शोधित गौत, यो चाहिँ सिधै गौतमा 33 प्रकारका जडीबुटी हालेर शोधन गरेको। अनि त्यस्तै गरी चाहिँ यो ज्वानो अर्क भयो। यो पनि पेटको समस्याका लागि, भैँसीका महिलाहरूको लागि यो बहुत राम्रो काम गर्छ। ग्यास्ट्रिकदेखि लिएर चाहिँ अम्लपित्तकोदेखि लिएर पित्तमा पत्थरी परेकाहरूलाई पित्तको समस्या, यो चाहिँ आदि समस्याहरू चाहिँ राम्रो काम गर्छ यसले। त्यस्तै गरी चाहिँ यी हाम्रो लोकल कोलमा पेलेको, स्थानीय कोलमा पेलेको तिलको तेल, यो आलसको तेल, अनि चाहिँ यो बदामको तेल, यो चाहिँ के अरे नारियलको तेल, अनि यो हामीले घरमै बनाएको चाहिँ लौकाको तेल, यो शीतलताको लागि प्रयोग गरिन्छ गर्मी दिनमा। अनि त्यसै गरी यो अदुवाको अर्क हो। यो अदुवाको अर्क। यस्तै गरी चाहिँ यो 9 मुठे गाईको चाहिँ गौत मैले बझाङबाट ल्याएको थिएँ। अनि त्यस्तै गरी चाहिँ यो गिर गाईको गौमूत्र मैले बेङ्गलोरबाट हाम्रो सम्मेलनमा भएको बेला ल्याएको थिएँ। यो म चाहिँ के अरे आफै कुमकुम, वैदिक कुमकुम चाहिँ के अरे बनाइन्छ घरमा, यो छ। अनि त्यसपछि यो ज्वानोको तेल हो। अनि यो भिक्स, पञ्चगव्य भिक्स पनि बनाउँछौँ हामी। सजिलो छ बालबालिकाको लागि, ठुलै मान्छेको लागि रुवाखोकी ज्वरो आउँदा यो भिक्सले बडो राम्रो काम गर्छ। अनि त्यसपछि गएर अब यो महिलाहरूको चाहिँ एउटा हतियार बनाउँदैछु मैले। यो अमोनियामा मरिच र खुर्सानीको चाहिँ धुलो हालेर यसलाई मैले चाहिँ भिजाइराखेको छु। यो हामीले चाहिँ यस्तै प्रकारको स्प्रेमा चाहिँ राखेर महिलाहरूले चाहिँ आफ्नो सुरक्षाको लागि चाहिँ पनि घरमा के अरे झोलामा राखेर हिँड्ने। कसैले चाहिँ के अरे अभद्र व्यवहार गर्न थाल्यो अथवा कसैले हातपात गर्न थाल्यो भने यो स्प्रे चाहिँ उसको आँखामा छर्किँदाले
ऊ चाहिँ तत्काल बेहोस भएर ढल्छ, आँखा देख्दैन, अनि हामी भाग्न सफल हुन्छौँ महिलाहरू। दिदीबहिनीहरूको लागि यो मैले बनाउँदैछु। त्यस्तै गरी चाहिँ अब यो कोइरालको काँडा यो भयो उता, कोइरालको अर्को उता बनाउँदैछु। अनि यो वैदिक मोही चाहिँ यसरी बनाइयो। अनि यो गोखरु, यो किडनीको समस्याको लागि चाहिँ गोखरुको अर्को बनाइन्छ यसरी। अनि यो वाष्पीकृत तक्र भयो। अनि यो निम स्प्रे हो। निम स्प्रे भनेपछि यो चाहिँ विभिन्न किसिमको हाम्रो चर्म रोगका लागि, लुतो भयो, दाद भयो, यस्तै पिला खटेर सफा गर्नलाई, घाउ सफा गर्नको लागि। अनि भान्सामा चाहिँ काम गर्दा गर्दै कहिलेकाहीँ तरकारी काट्दाखेरि औँला काटिन्छ, हात काटिन्छ, त्यसका लागि यो छर्किन बित्तिकै रगत रोकिन्छ, घाउ फैलिन पाउँदैन, ठुलो हुन पाउँदैन। यो पारिजात अर्क, पारिजातको पात हालेर बनाइन्छ। यो चाहिँ घुँडा दुख्नेहरू, जस्तै तेल सकियो घुँडामा, जोर्नीमा, हड्डीको जोर्नीहरूमा तेल सकिएर चाहिँ जो कटकट आवाज आउने सुनिदिने, युरिक एसिडको समस्या, त्यसका लागि चाहिँ प्रयोग हुन्छ यो। त्यसै गरी चाहिँ हाम्रा यो समुद्रबाट चाहिँ ल्याएको विभिन्न प्रकारको चाहिँ जलहरू छन्। हरेक नदीहरूको जल छ, यहाँ समुद्रको जल छ, यो सबै छ, बालुवा छ। यो म अब यो फिल्टरको तयार गर्दैछु, त्यसका लागि चाहिँ मैले यो प्रयोग गर्दैछु। अनि त्यसै गरी चाहिँ यो भयो सर्पगन्धाको अर्को भयो। यो सर्पगन्धा मिलाएर बनाइन्छ। सर्पगन्धा मिलाइयो भनेपछि यसमा के हुन्छ भने यसले कुनै पनि क्यान्सरको लागि र प्रेसरको लागि, दुवै प्रकारको प्रेसर लो र हाई दुईलाई काम गर्छ यसले यो। अनि त्यसै गरी यो मुरेलो अर्को भयो। मुरेलो अर्को चाहिँ हामीले मुरेलोलाई अर्कोमा बनाएर चाहिँ यसलाई पसिनामा चुहाएर बनाउँछौँ। यसले चाहिँ लगभग लिभरलाई डिटोक्सिफाई गर्नको लागि, कलेजोका लगायत अन्य समस्याहरूलाई पनि यसले काम गर्छ। जस्तो इन्सुलिन लिने मान्छेहरूलाई पनि यसले फाइदा गर्छ। त्यस्तै गरी यो छ पुनर्नवा अर्क। पुनर्नवा मतलब शरीरका भित्री अङ्गहरू सडेको अवस्थामा, इन्फेक्सन सङ्क्रमण भएको अवस्थामा, किडनीहरू चाहिँ सङ्क्रमण भएको अवस्थामा यसले पुनर्नवाले काम गर्छ। यस्तो प्रकारको चाहिँ हो। यो गब्बे मालिस तेल हो। यो चाहिँ के अरे मालिस गर्नको लागि, शरीर दुख्नेको लागि, घुँडा दुख्ने भयो, ढाड दुख्ने भयो, त्यसका लागि चाहिँ गब्बे मालिस तेल। यस्तै जडीबुटीहरू छन्, 15-16वटा जडीबुटी अनि गाईका 5वटा गब्बे मिलाएर यो तेल बनाइन्छ। यो कुटा जादी भनेको यो घुँडा दुख्नको लागि, जसलाई अर्थराइटिस भन्छन्, त्यसका लागि बनाइन्छ दोनो। अनि त्यसै गरी हामी महिलाहरूलाई फेस प्याक बनाएको छ हैन, कुनै कालो पोतो छ यस्तोका लागि। त्यस्तै गरी चाहिँ यो अस्मरी हरचूर्ण, यो चाहिँ के अरे पत्थरी, पित्तको पत्थरी लगायत चाहिँ मृगला पत्थरीको लागि चाहिँ काम गरिन्छ। त्यसै गरी चाहिँ यो अर्जुन, यो अमृता भयो। अमृता भनेको त्यो लहरे गुजाको चाहिँ घनबटी के अरे अर्को भयो। अनि यो चाहिँ तुलसी अर्को भयो। विभिन्न कफ समस्याहरू, फोक्सोका समस्याहरूमा काम लाग्छ। त्यसै गरी चाहिँ यो कुरिलोको अर्क भर्खर बनाएँ मैले, कुरिलो। यो कुरिलोले चाहिँ पौष्टिकताको काम गर्छ। महिलाहरू चाहिँ बच्चादानीको चाहिँ समस्यामा काम गर्छ, मस्तिष्क सम्बन्धी काम गर्छ, नसा सम्बन्धी काम गर्छ। यसले चाहिँ राम्रो फाइदा दिन्छ। त्यस्तै गरेर चाहिँ यो अब चाहिँ छ यो विजया। विजया भनेको यो हाम्रो चाहिँ गाँजाको अर्को बनाइन्छ। यो गाँजाको अर्क चाहिँ कमजोरीहरूको लागि, निद्रा नलाग्नको लागि, जसलाई लाग्दैन निद्रा त्यस्तालाई, जसलाई पटक पटक पिसाबको समस्या छ, प्रोस्टेट छ, त्यसका लागि यो चाहिँ के अरे पीडान्तक तेल हो, यो मालिस गर्ने तेल। यसलाई चाहिँ हामीले बनाएर भरेर राखेको छु। यो हाम्रो पञ्चगव्य गोमय दन्तमञ्जन हो। दाँतका समस्या, गिजाका समस्या सबैमा चाहिँ यसले काम गर्छ। 14वटा जडीबुटी छन् र चाहिँ गाईको गोबरलाई गोइठा बनाएर यसलाई जलाएर अँगार बनाएर कोइला यो बनाएर पढाइ गरिन्छ। त्यसपछि यो चरक ढुटो भनेर चाहिँ बनाएको छु। यसले चाहिँ विभिन्न किसिमको ग्यास्ट्रिकहरू लगायत अन्य अपच हुने समस्या, खान मन नलाग्ने समस्या, त्यसलाई ठिक गर्छ। यो र मुही मिलाएर खानुपर्छ। त्यसपछि यो मधुमेहहारी, कुनै पनि चाहिँ जतिसुकै चाहिँ ठुलो 500-550 भन्दा माथिको चाहिँ जति पनि चाहिँ मधुमेहको समस्या, सुगर होस्, त्यसलाई नियन्त्रण गर्छ। र यसको साथमा चाहिँ यही गुडमार भन्ने चाहिँ अर्को दिइन्छ। त्यो चाहिँ हाम्रो गब्बे रेचक भने चाहिँ गब्बे त्रिफला हो। हर्रो अमलालाई हामीले शोधन गर्छौँ गोमूत्रमा। हर्रोलाई 21 दिन, बर्रोलाई 14 दिन र अमलालाई 7 दिन गोमूत्रमा डुबाएर अनि त्यसपछि फेरि त्यसलाई छायामा सुकाएर कुटेर यो बनाइन्छ। अनि त्यसै गरी चाहिँ हाम्रो पञ्चगव्य चाहिँ सेम्पू छ। महिलाहरूको कपाल झर्ने, कपाल टुक्रिने, चिलाउनेदेखि लिएर चाहिँ जो चायाको समस्या छ त्यसका लागि यो बनाइएको छ। अनि यो कुरिलोको अर्को भयो। यो चाहिँ गोमूत्र आशा भयो। यो चाहिँ विभिन्न किसिमको कलेजोको समस्या अनि फोक्सोको समस्यामा काम लाग्छ। अनि यो चाहिँ सेतो दागको लागि चाहिँ औषधि बनाएको छ मलम, पञ्चगव्य मलम हो। यो चाहिँ पञ्चगव्य सबैका मलम छन्, जडीबुटी हालेर बनाएको छ। यो सेतो दागमा जो कुष्ठ भनिन्छ, सेतो कुष्ठ, त्यसको लागि काम गर्छ। यो चाहिँ कानमा हाल्ने औषधि हो, कानका समस्याको लागि काम गर्छ। यो शिलाजित मैले आयुर्वेदबाट ल्याएर राखेको छु। त्यस्तै गरी चाहिँ अब अर्को चाहिँ छ यो हाम्रो अब यो चाहिँ के अरे पञ्चगव्य नासिका घृत। पञ्चगव्य नासिका घृत यो पञ्चगव्यको ब्रह्मास्त्र मानिन्छ यसलाई। यो घाँटीदेखि माथितिरका रोगहरू, मस्तिष्क सम्बन्धी
र चाहिँ के अरे नसा सम्बन्धी जति पनि चाहिँ न्युरो यो स्नायु प्रणाली सम्बन्धी समस्या छन्, पिनास परेको, नाक कान घाँटी आँखा आदि सम्बन्धी 108वटा रोगलाई चाहिँ यसले काम गर्छ। यो नाकमा हाल्ने औषधि हो, कानमा पनि हाल्न मिल्छ, 10वटै द्वारमा चाहिँ हाल्न मिल्छ। अनि त्यस्तै गरी चाहिँ यो हाम्रो आयुर्वेदको चाहिँ परम्परागत चाहिँ एउटा पुरानो औषधि हो। यो अमृत धारा जसलाई भनिन्छ, हामीले वैदिक सञ्जीवनी धारा भनेर यसको नाम राखेका छौँ। यो चाहिँ प्राथमिक उपचारको लागि सबै प्रकारका समस्यामा घरमा राख्न सकिन्छ। यसले धेरै राम्रो काम गर्छ। त्यसपछि अब यिनै हुन् सामान्यतः चाहिँ हाम्रो औषधिहरू, उत्पादनहरू। अनि यहाँ हाम्रो शङ्ख, दैनिक शङ्ख फुक्ने, कसैलाई शङ्ख आवश्यक पर्छ भने म शङ्ख पनि बेच्न राखेको छु। यहाँ भारत गएको बेला ल्याएको थिएँ। अनि चाहिँ गव्य केश तेल चाहिँ छ। यो यसले चाहिँ हाम्रो गव्य स्याम्पू नहुने, अनि यो चाहिँ गव्य तेल शुद्ध चाहिँ एउटा जडीबुटी, आफ्नो शुद्ध तोरीको तेल, तिलको तेल, नरिवलको तेल मिलाएर बनाइएको यी चाहिँ हुन्। अनि यो लोकल मह हो, यो स्थानीय मह, यो रिफाइन गरेको हो, यो रिफाइन नगरेको काँचो मह हो। यो चाहिँ शुद्ध मह छ। दाङको दङ्गाली तोरीको मह हो, यो एकदम उपयुक्त छ, अति राम्रो छ। यो चाहिँ हाम्रो काठी मौरीको मह हो। यो औषधिको लागि मात्रै प्रयोग गरिन्छ, हामीले प्रयोग गर्छौँ यी। अब यस्तै प्रकारका हुन्। अनि त्यसपछि हाम्रो चाहिँ छ यहाँ गोबरबाट बनेको धुप, जसले चाहिँ पर्यावरणलाई शुद्धिकरण गर्नेदेखि लिएर यो चाहिँ धुप छ। यसले चाहिँ पर्यावरणलाई शुद्धिकरण पनि गर्छ, अनि यसले सकारात्मक ऊर्जा पनि वृद्धि गर्छ। अनि त्यस्तै गरी चाहिँ यसले हानिकारक जीवाणुहरूलाई पनि चाहिँ यसले टाढा भगाउँछ। यस्तो खालको चाहिँ प्रकारको यो हो। यस्तो धुप चाहिँ यस्तो खालको छ। यो चाहिँ गोबरबाट बनेको धुप हो, एकदम प्राकृतिक सुगन्ध छ। यसको चाहिँ कुनै किसिमको चाहिँ यसमा रसायन चाहिँ हालिएको छैन। यति राम्रो छ, आनन्द दिन्छ। कसैले ध्यान गर्नुहुन्छ, साँझ बिहान पूजापाठ गर्नुहुन्छ, यो बाल्नु छ। यो बाल्ने यसको चाहिँ यो स्ट्यान्ड हो। यो बालेर चाहिँ यसमा राख्ने हो, टेबलमा राखेर यो यसमा राख्नको लागि हो। यसरी चाहिँ हामीले धुप निर्माण गरेका छौँ। अनि हामीले चाहिँ पञ्चगव्य साबुन पनि बनाएका छौँ। अनि निमको साबुन छ। अनि त्यसपछि चाहिँ हामीले मुल्तानी मिट्टी भनेर चाहिँ जसलाई भन्छौँ हामी, मैले मुल्तानी मिट्टी भनेर चाहिँ विदेशी माटो त प्रयोग गर्दैन। हामी नेपाली चाहिँ माटोको धनी छौँ धेरै, हामीलाई कहीँबाट आवश्यक पर्दैन माटो। त्यस कारण हामीले दाङको मुलाय माटो, मैले जो घरपोते माटो हो त्यसबाट चाहिँ पञ्चगव्य प्रयोग गरेर यो माटोको यो बनाएको छ। अनि यसमा चाहिँ बढी मात्रामा ग्लिसरिन र मह राखिएको छ। पञ्चगव्य 5वटै गव्य सबैमा छन्। अरू यो चाहिँ यसमा ग्लिसरिन र महको बेस चाहिँ छ। यो चाहिँ राम्रो चर्म रोगका लागि, मुख धुनको लागि, नुहाउन पनि सकिने। अनि त्यसपछि चाहिँ त्यसैमा चाहिँ विभिन्न किसिमको झन् राम्रो चर्म रोगका लागि चाहिँ यो निमको पातलाई कुटेर लेदो हालेर बनाइएको छ। यो निमको साबुन हो। यसले चाहिँ शरीरलाई धेरै राम्रो फाइदा गर्छ। बजारका चाहिँ अहिले बहुराष्ट्रिय कम्पनीले चाहिँ बनाएका चिजहरू प्रयोग गर्दाखेरि एक त पैसा पनि नेपाल बाहिर जाने, नेपाललाई कङ्गाली बनाउने। अर्को कुरा, त्यसमा चाहिँ विभिन्न किसिमको चाहिँ रसायनहरू हालेको हुनाले त्यो शरीरलाई हानि गर्छ। त्यसका लागि चाहिँ हामीले यी सबैलाई चाहिँ नियन्त्रण गर्नका लागि हामीले स्वदेशी उत्पादनमा जोड दिन्छौँ। अनि यो मेरो यो अध्ययन चिजहरू, यो चाहिँ महारस निघण्टु हाम्रो चाहिँ आयुर्वेदिक ग्रन्थ छ। यसमा विभिन्न किसिमको जडीबुटीको बारेमा आयुर्वेदिक निर्णय सिन्धु, यो भैषज्य रत्नावली, आधुनिक आयुर्वेदको पेटेन्ट औषधिहरू, यस लगायतका वेदहरू, रामायण महाभारत, वाल्मीकि रामायण लगायतका चाहिँ हामीले यजुर्वेदहरू, ऋग्वेद, अथर्ववेद, सामवेद, यी चाहिँ वेदहरू, उपनिषदहरू, यी चाहिँ कहिलेकाहीँ फुर्सदमा अध्ययन गर्नको लागि पनि छ। यिनै चाहिँ छन् चिजहरू। हस् ल, अब धेरै धेरै धन्यवाद हजुरहरूलाई। अनि ल, यति सुनिदिनु भयो, यति हेरिदिनु भयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। जसलाई यी वस्तुहरूको उपभोग गर्न मन लाग्यो, आवश्यकता महसुस भयो भने सम्पर्क गर्नुहोला। म दाङ तुलसीपुरमा बस्छु र मेरो सम्पर्क नम्बर नमस्तेको 98 643 57 201 र एनसेलको 98 098 92 902। यो मेरो नम्बर हो। अनि मेरो फेसबुकमा गव्यसिद्ध प्रेम आर्य भनेर चाहिँ त्यहाँ लेख्नुभयो भनेपछि, खोज्नुभयो भने त्यो आउँछ। म प्राय गरी देशव्यापी रूपमा घुम्ने पनि गर्छु, कहीँ गौशालाहरूमा, काठमाडौँमा पटक पटक आउँछु। काठमाडौँमा चाहिँ यी सामानहरू उपलब्ध हुन चाहन्छ, उपलब्ध भोस् भन्न चाहनुहुन्छ भनेपछि त्यहाँ पनि उपलब्ध छ। काठमाडौँमा लीला श्रेष्ठ भन्ने हाम्रो दिदी हुनुहुन्छ एकजनाले, उहाँले राख्नु भएको छ। उहाँको सम्पर्क गर्नुहोस्। उहाँको सम्पर्क नम्बर भयो 98 415 75 394। उहाँको सम्पर्क नम्बर हो। काठमाडौँबाट पनि चाहिँ तपाईँहरू चाहिँ यो सबै सामानहरू लगाउन सक्नुहुन्छ।
कसैलाई चाहिँ हामी कुरियरबाट पनि पठाइदिन्छौँ, कसैलाई बस जाने ठाउँमा बसबाट पनि पठाइदिन्छौँ। सम्पर्क गर्नुहोस्, आफ्नो समस्या भन्नुहोस्। जटिल समस्याको लागि त भेट गर्नु पर्ला, सामान्य समस्याको लागि त लक्षणहरू भनेपछि पनि हामी चाहिँ यी सब वस्तुहरू उपलब्ध गराइदिन्छौँ। जो स्वस्थ हुनुहुन्छ उहाँहरूले पनि खाँदा हुन्छ, रोग नलागोस् भनेर। जो रोगी हुनुहुन्छ उहाँहरूले पनि खाने हो, सबैले खाने हो। बालक, वृद्ध, कमजोर, स्वस्थ सबैका लागि चाहिँ यी हुन्। यी औषधीय गुण भएका खाद्य तथा पेय पदार्थहरू हुन्। हामीले विदेशी पदार्थहरू खानुभन्दा, बजारका चाहिँ रसायन मुक्त के अरे हालिएका चिजहरू खानुभन्दा यिनै उपभोग गर्दाखेरि हामीलाई धेरै लाभ हुन्छ। त्यस कारणले प्रत्यक्ष रूपमा गाई नपाले पनि गाई पालेको पुण्य प्राप्त गर्नका लागि दैनिक उपभोग्य वस्तुहरू यी प्रयोग गर्नुहोस्। र सुखको मूल आधार भनेकै स्वस्थ शरीर हो। यदि स्वस्थ शरीर भएन भने हजुरहरू जति पैसा कमाए पनि, जतिसुकै धनी भए पनि, जतिसुकै धन जम्मा गरेर राखे पनि त्यसले पुग्दैन, दुःख पाइन्छ। अनि यो भइरहेको पनि धेरै छ। यस्तो देशमा अहिले स्वास्थ्य समस्या लगभग धेरै जटिल पुगिरहेछ। त्यसकारण यसका लागि चाहिँ बच्नका लागि हामीले पञ्चगव्य उत्पादनहरू प्रयोग गरौँ। स्वस्थ रहनुहोस्, सुखी रहनुहोस्। संसारमा जहाँ हुनुहुन्छ भोजनलाई नियन्त्रण गर्नुहोस्, प्राकृतिक आहार विहार अपनाउनुहोस्। गौमाताको कृपा सदा बनिरहोस्। ईश्वरले सबैको कल्याण गरून्। ओम नमस्ते, जय गौमाता।